हेलो साथीहरू नमस्ते। आज चाहिँ एकदम सरल भाषामा म हजुरहरूलाई फोटो ग्यालरीमै कसरी कलर गर्ने अथवा फेसबुकमा पोस्ट गर्दा फेसबुकबाटै कलर कसरी गर्ने, टचअप कसरी गर्ने, यो सम्पूर्ण जानकारी म यो भिडियोमा दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्नुहोला र मलाई फलो गर्न नबिर्सिनुहोला। ल हजुरहरूलाई म स्क्रिनमा लिएर जाँदैछु। फोटोमा जाने, त्यसपछि म यो डार्क फोटोलाई ल्याउँछु। राम्ररी हेर्नुहोस्, यो एडिटको बटन हो, यसलाई क्लिक गर्ने। त्यसपछि यहाँ एडजस्ट छ फर्स्टमा, सेकेन्डमा फिल्टर छ, थर्डमा क्रप छ और यो फोर्थमा टुल्स भनेर छ। अब यो फिल्टरमा जानुभयो भने तपाईहरुले अटोमेटिकली कलर पाउनुहुनेछ। अब देख्न सक्नुहुन्छ सबै अलग अलग तरिकाको कलर छन्। यो ब्ल्याक एन्ड व्हाइट भयो। मैले चाहिँ धेरै जसो यो युज गर्दिन। म चाहिँ यो एडजस्टमा गएर एडिट गर्न रुचाउँछु किनभने आफ्नो अनुसार यसमा एडिट गर्न पाइन्छ। अब हामीले यो नगरौँ, म चाहिँ नर्मल ओरिजिनल फोटोमै जान्छु। अनि तपाईहरुलाई फिल्टर युज गर्न राम्रो लाग्छ भने फिल्टर युज गर्नु होला। मैले चाहिँ एडजस्टमा गएर यो फोटो अहिले 0 लेभलमा छ। यता गर्नुभयो भने अँध्यारो हुन्छ भने यता गर्नुभयो भने उज्यालो हुन्छ। अब मैले यसलाई चाहिँ 22 मा अथवा 25 सम्म राख्न सक्छु। यसरी 25 मा राखे। अब तपाईको डार्क छ, लाइट छ, कस्तो खाले फोटो छ। लाइट छ भने तपाईले यसरी अँध्यारो गर्नुहुन्छ अनि डार्क छ भने यसरी उज्यालो गर्नुहुन्छ। यसलाई कलर मिलाउने हो। तपाईले उज्यालो गराउने हो, अँध्यारो गराउने हो, त्यो तपाईको इच्छा। मैले चाहिँ हल्का उज्यालो गराउँछु, 20 सम्म राख्छु यसलाई। अनि चाहिँ हाइलाइट, जहाँ जहाँ उज्यालो छ त्यो धेरै उज्यालो हुँदै जान्छ। तपाईहरुले उता गराउनु भयो भने यता गराउनु भयो भने अँध्यारो हुँदै जान्छ। हाइलाइटलाई धेरै चलायो भने अब त्यो धेरै अलि नराम्रो हुन्छ। मैले चाहिँ यतिमा नै राख्छु, हाइलाइट म धेरै चलाउँदिन। अनि स्याडो, जहाँ जहाँ डार्क एरिया छ अथवा छाया परेको छ त्यो ठाउँ चाहिँ यता गरेपर धेरै अँध्यारो हुन्छ, उता गरेपर चाहिँ अलि उज्यालो हुन्छ। अब डार्क गराउन सक्नुहुन्छ। आफ्नो कपाल, आँखाको परेला, आँखा कालो गराउनको लागि यो युज हुन्छ। अनि चाहिँ कन्ट्रास्ट, यता गर्यो भने अलि राम्रो गाढा बनायो, यता गरेपर अलि फिका फिका हुँदै जान्छ। त्यही भएर यसलाई पनि म चाहिँ थोरै बढाउँछु। यता गरायो भने पुरानो जस्तो लाग्छ तपाईहरुको कपडा, अनि यता गरायो भने राम्रो लाग्छ। अब त्यही भएर मैले यसलाई यहाँ 15 अथवा 17 यति नै राख्न रुचाउँछु। अनि चाहिँ यहाँ छ ब्राइटनेस। तपाईले फोटोको ब्राइटनेस कति राख्ने, एकदम झक्कदेखि गराउने हो अथवा अँध्यारो गराउने हो। अब धेरै उज्यालो भए पनि देख्न सक्नुहुन्छ। मैले बढाएर देखाउँछु, कति नराम्रो लाग्छ फोटो। यो अलि धेरै नै भयो। अब ब्यालेन्स गर्न पर्छ नि त कलरलाई। त्यही भएर अब धेरै त म बढाउँदिन, यसलाई चाहिँ 30 राख्छु म यहाँ चाहिँ। त्यसपछि म यो फोटोलाई सेभ एज डुप्लिकेट भनेर गर्छु किनकि पहिलाको हाम्रो फोटो र यो डुप्लिकेट भएर सेभ हुन्छ मेरो ग्यालरीमा। म हजुरहरुलाई देखाउँछु पहिलाको फोटो र अहिलेको फोटो। हेर्नु कति फरक छ, एडिट गरेको फोटो नगरेको फोटो। तपाईहरुले डिफरेन्स यही देख्नुहुन्छ। अनि मैले हजुरहरुलाई फेसबुकमा एडिट गर्न पनि सिकाउँछु भनेकी थिएँ। म फेसबुकमा जान्छु। आफ्नो फेसबुकमा जाने, त्यसपछि यहाँबाट तपाईले पोस्टमा जानुस्, त्यसपछि ग्यालरी, त्यसपछि म यही फोटो ल्याउँछु। अनि यो फोटोलाई कहाँबाट एडिट गर्ने फेसबुकमा भन्दा यहाँ यस्तो पेन्सिल जस्तो बनेको आइकन छ, देख्न सक्नुहुन्छ। यसरी इफेक्ट भनेर आउँछ, तपाईहरुले यसरी हेर्न सक्नुहुन्छ आफ्नो फोटो। यहाँ अटोमेटिकली इफेक्ट हुन्छन्, यसमा एडजस्ट गर्न पर्दैन, यो अटोमेटिकली हुन्छ। अब हजुरहरुले फोटोलाई क्रप गर्न चाहनुहुन्छ भने, अब यो पुरै देखाउन चाहनुहुन्न, अलि थोरै देखाउन चाहनुहुन्छ, यति देखाउन चाहनुहुन्छ भने यसलाई क्रप गर्नुस्। यहाँबाट डन गर्नुस्। अब कलर पनि भयो, क्रप पनि भयो। हजुरहरुले के लेख्न चाहनुहुन्छ भने यो फोटोमा लेख्नुस्। यसमा चाहिँ अब म लेख्छु एडिटिङ टाइम। कलर चेन्ज गर्न चाहनुहुन्छ भने यसरी यहाँ गएर चेन्ज गर्न सक्नुहुन्छ। म चाहिँ यो कलर राख्छु, यो देखेको पनि छ, यो कलर राखेँ। यसरी हामीले फेसबुकमा डाइरेक्ट एडिट गरेर पोस्ट गर्न सक्छौं। यहाँबाट नेक्स्ट गर्ने, त्यसपछि पोस्ट गर्ने। अहिले चाहिँ मैले पोस्ट गर्दिन, त्यसैले यसलाई डिस्कार्ड। आज चाहिँ हजुरहरुले ग्यालरीमै फोटो कलर टचअप कसरी गर्ने र फेसबुकमा पोस्ट गर्दा कहाँबाट कलर गर्ने
यो सम्पूर्ण कुराहरू सिकिसक्नु भएको छ। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट गर्नुहोला र मलाई फलो गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।